सबैभन्दा राम्रो पक्ष चाहिँ जुन यो द रिचुअलले उठाउनु खोजेको कुरा चाहिँ हामी आदिवासीहरूमा मृत आत्मासँग सम्बन्ध कति हुन्छ भन्ने कुरो चाहिँ यो द रिचुअलले एकदम राम्रोसँग प्रस्तुत गरेको छ। रिचुअलमा चाहिँ अब आफै काम गर्न पाउँदा चाहिँ रमाइलो भयो, राम्रो एक्सपिरियन्स भयो अनि इहिरी चाहिँ मैले पहिला हेरेको थिएन, फर्स्ट आजै हेरेको। राम्रो थियो त्यो पनि। समाजमा जुन खालको द्वन्द्व छ नि विचारको, अनुभवको, जेनेरेसनको अथवा पुस्ताको, त्यसको अलिकति राम्रो चित्रण गराउन खोजिएको जस्तो लाग्छ। मलाई चाहिँ कस्तो फिल भन्दाखेरि ओ माई गड, ओ दिस इज अ एक्जाम्पल, दिस इज एउटा जस्ट स्मल स्निपेट अफ हाउ आवर एन्सेस्टर्स लिभ देयर लाइफ। अनि इट जस्ट फेल्ट सो नाइस टु हुन्छ नि feel that thing. So overall, congratulations to Bisal Daya and team for such a एकदमै beautiful movie. Really loved it. अनि त्यो 10 years अगाडिको सुटिङ भन्दाखेरि पनि त्यसले पनि स्टिल त्यो सुटिङको त्यो भनौँ त्यो कन्टेक्स्टहरू चाहिँ अझै पनि रेलेभेन्ट भएको कुराले पनि एकदम मजा लाग्यो। त्यो फिल्म एकदम र इन्डिपेन्डेन्ट फिल्म हेर्न पाएकोमा एकदम धन्यवाद फिल्म मेकर्सहरूलाई। थ्याङ्क यू। हाम्रो एसियन पिरियड म्युजिक जस्तो लाग्यो, जुन चाहिँ नेपालमा अलिक कम एक्सप्लोर भएको छ, तर र प्लस यो एकदमै इन्डिपेन्डेन्टली बनाएको भएर झनै म रहर भएर हेर्न आएको। एकदमै टाइट राम्रो लाग्यो मलाई। त्यो झाँक्री प्रथालाई चाहिँ एकदमै त्यो ससानो कुराहरूमा पनि एकदम डिटेल तरिकाले चाहिँ काम गरिएको छ। अनि म्युजिक राम्रो छ, सबै कुरा राम्रो छ। अनि केही नयाँ कुराहरू सिकिन्छ यसमा डेफिनेटली। निकै राम्रो मेहनतगरी गर्नुभएको छ टिम सबैजनाले। सबैजनालाई म धन्यवाद पनि दिन चाहन्छु, यस्तो राम्रो प्रोजेक्ट लिएर आउनु भएको रहेछ। अनि बधाई, धन्यवाद। द रिचुअल र इहिरी हेर्न आएको छु। अनि रिचुअल चाहिँ हेर्दाखेरि एकदमै राम्रो पनि, अनि प्लस यो कल्चरसँग चाहिँ कनेक्ट गर्छ। यो 52 मिनटको फिल्मले समय बितेकै थाहा भएन। मतलब यसले चाहिँ दर्शक श्रोताहरूलाई राम्रोसँग बाँध्न सफल भयो। आदिवासी भनेको नि के भने आदिवासी जीवितसँग मात्र होइन, मृत आत्मासँग कनेक्सन भइरहेको हुन्छ भन्ने कुरा चाहिँ एकदम राम्रो पक्ष हो। यो कुरालाई यति राम्रोसँग डाइरेक्टरले प्रस्तुत गरेको छ, म बधाई दिन चाहन्छु। आगामी दिनमा योभन्दा अझै राम्रो यस्तो विषयवस्तुहरूलाई उठान गर्न सक्यो भने आदिवासी भनेको के हो, आदिवासीको प्रकृतिसँग सम्बन्ध कस्तो हुन्छ, मृत आत्मासँग सम्बन्ध कस्तो हुन्छ, मृत आत्मालाई अथवा पितृहरूलाई व्यवस्था गऱ्यो भने कस्तो दुःख दिन्छ भन्ने कुरा चाहिँ राम्रो विषयमा ठिक ठाक रहेछ। के भन्छ नि, इट रियली मेक्स यु थिङ्क अ लट अफ थिङ्स होइन। अनि त्यस पछाडि कल्चरको बारेमा, अनि त्यस पछाडि जुन यो जहिले पनि यो अनगोइङ यो हुन्छ नि डिस्कसन बिट्विन कल्चर एन्ड साइन्स, सो यो कुराहरूको बारेमा पनि हामीलाई चाहिँ ब्याक एन्ड फोर्थ इट मेक्स अस थिङ्क। सो आई थिङ्क यो पोइन्ट अफ भ्यूबाट पनि अडियन्सलाई पनि एकदमै एउटा राम्रो के भन्छ एउटा मौका मिल्छ यो कुरा सोच्नको लागि। सो ओभरअल इट्स भेरी नाइस मुभी।